Hello, bhai bhainharu. Welcome to lesson 2 SE grammar. Question tags advanced rules. आजको भिडियोमा हामीले एडभान्स रुल्सको बारेमा कुरा गर्नेछौँ। पहिलो भिडियोमा हामीले बेसिक रुल्सको बारेमा कुरा गर्यौं। त्यो भिडियो कस्तो लाग्यो अवश्य पनि कमेन्ट गर्नुहुनेछ। हेरिसक्नु भएको छैन त्यो भिडियो भने म लिंक राख्दिन्छु। त्यो लिंकमा गएर यो भिडियो हेर्नु अगाडि त्यो भिडियो हेरेर बुझेर अनि मात्र यो भिडियो हेर्नु होला। र अगाडि बढौं। आजको भिडियोमा हामी एडभान्स रुल्सको बारेमा डिटेलमा कुरा गर्नेछौँ। आजको लेसन मेनली statements with varieties of subjects and their tags. Various types of subjects. विभिन्न खालका सब्जेक्ट्सहरू आउँछन् स्टेटमेन्ट्समा। ती खालका स्टेटमेन्ट्सहरूमा हामीले कसरी चाहिँ ट्याग राख्ने त? जस्तो कि यहाँ अलरेडी लिस्टेड आउँछ someone, somebody, everyone, everybody, no one or none, nobody, each, every, neither, either. यस्तो खालको सब्जेक्ट आएको छ स्टेटमेन्टमा भने कसरी ट्याग राख्ने त भन्दाखेरि सबभन्दा मेन कुरो सबभन्दा मुख्य कुरो के हो भन्दाखेरि प्रनाउन। प्रनाउन हामीले पहिलो भिडियोमा के कुरा गरेका थियौं त्यो थर्ड स्टेपमा थियो। प्रनाउन कुन छान्ने भन्दाखेरि त्यो सब्जेक्ट हेरेर राख्थ्यौं। यसमा चाहिँ के हुन्छ सब्जेक्ट someone, somebody, no one, nobody, everyone, everybody, each, every, neither, either आयो भने सब यसको प्रनाउन त्यही राख्नुपर्छ। र ट्याग हुन्छ जुन ट्याग यो जुन एक्सिलरी भर्बको रुल राखेका थियौं हामीले जुन पढेका थियौं लास्ट भिडियोमा त्यसमा चाहिँ यो सब्जेक्ट भर्ब हेरिकन त्यही रुल लगाएर हामीले यो क्वेशन ट्याग भर्छौं। अब अगाडि बढौं। यी खालका सब्जेक्ट्सहरू आयो भने हामीले के गर्ने त? मेनली याद गर्नुपर्ने कुरा त्यही राख्नु पर्यो, प्रनाउन त्यही राख्नु पर्यो र त्यसै अनुसार यो बीचको एक्सिलरी भर्ब हामीले राख्नु पर्यो। अब अगाडि बढौं। इक्जाम्पल हेरौं। यसमा याद गर्नुपर्ने कुरा के हो someone, somebody, no one, nobody, everyone, everybody, each, every, neither आउने बित्तिकै हामीले प्रनाउनमा क्वेशन ट्यागको प्रनाउनमा त्यही राख्नुपर्छ। फर इक्जाम्पल हेरौं हामीले someone has stolen my purse. Someone has stolen my purse. यो हुँदाखेरि हामीले यो सबै इक्जाम्पलमा हामीले देखेका छौं दे छ, दे तलसम्म दे छ भनेको मतलब someone, everybody, nobody, each, every, neither, either, nobody, no one यस्ता खालका सब्जेक्ट आयो भने सबभन्दा मुख्य कुरो सम्झिनुपर्ने दे राख्नुपर्छ प्रनाउन। र त्यसपछि यो बीचको जुन एक्सिलरी भर्ब छ त्यो एक्सिलरी भर्ब के राख्ने त भन्दाखेरि यो जुन has हाइलाइट गरेको छु मैले यतापट्टि त्यो has अनुसार जुन पहिलो भिडियोमा डिस्कस गर्यौं हामीले has अनुसार यो एक्सिलरी भर्ब छ यो एक्सिलरी भर्बलाई नै यहाँ ल्याउने। तर यहाँनिर हामीले दे सँग कहिले पनि has युज गर्दैनौं। दे has हुँदैन। ग्रामेटिकली के हुन्छ दे have हुन्छ। त्यसैले हामीले यहाँ have राख्नु पर्यो दे भएको भएर। अनि यो स्टेटमेन्ट पोजिटिभ हो यसलाई नेगेटिभ बनाउनु पर्यो। त्यस्तै गरेर एभ्रीबडी साउटेड स्लोगन्स मा एभ्रीबडी को प्रनाउन दे हुन्छ। अनि साउटेड यसमा एक्सिलरी भर्ब छैन त्यसैले हामी के गर्छौं यो V2 भएको भएर यसलाई हामी डिड बनाउँछौं, डिड राख्छौं। डिड एन्ड दे यो के भयो यो पोजिटिभ स्टेटमेन्ट नेगेटिभ ट्याग। त्यस्तै गरी nobody has stolen my purse, nobody यो हुँदाखेरि हामीले दे राख्नु पर्यो। अनि त्यसपछि has लाई यता ल्याउँदाखेरि यो देसँग has नमिल्ने भएकोले have राख्नु पर्ने भयो। र यो ट्याग पोजिटिभ कसरी भयो यहाँ nobody भनेको नेगेटिभ छ यो नेगेटिभ स्टेटमेन्ट पोजिटिभ ट्याग। त्यस्तै गरेर each chair needs repair, don't they यसमा पनि दे राख्नु पर्यो। पहिले दे राखिसकेपछि यसमा हामीले यो needs लाई हेर्ने यो मेन भर्ब चाहिँ V5 छ। मेन भर्ब V5 छ। रुल अनुसार हामीले यहाँ डज राख्नु पर्ने हो तर देसँग डज नमिल्ने भएको र हामीले डु राख्नु पर्ने हो। र पोजिटिभ ट्याग पोजिटिभ स्टेटमेन्ट नेगेटिभ ट्याग यो रुल लगाउनु पर्यो।
त्यसै every book requires registration. यसमा पनि त्यही रुल लगाउनु पर्यो. Neither of the legs hurts much, do they? यो neither भनेको नेगेटिभ भयो, यो ट्याग पोजिटिभ हुनु पर्यो. यसरी हामीले someone, everybody, no one, nobody, each, every, neither, either यो सब्जेक्ट रूपमा आएको केसमा हामीले सुरुमै दे राख्दिने र दे राखिसकेपछि त्योसँग देसँग मिल्ने यो एक्सिलरी भर्ब राख्नु पर्यो. मिल्ने मतलब यहाँको भर्बलाई हेरेर, यताको एक्सिलरी भर्बलाई हेरेर र भर्बलाई हेरेर. यो भयो एउटा केस, एडभान्स रुल. त्यस्तै गरेर अर्को छ statements with varieties of subjects and their tags मा. अब हामी अर्को केसमा आएको छौं, something, everything, nothing. यो थिङ भएको केसमा something, everything, nothing भयो भने यो हामीले pronoun it राख्छौं. For example हेरौं, something is not right. Is not right. यो statement नेगेटिभ भयो अनि पोजिटिभ ट्याग हुनु पर्यो. Is it? Is auxiliary verb भएको भएर यहाँनिर हामीले यहाँ राख्नु. यहाँ चाहिँ auxiliary verb भन्न सकिन्छ तर यो के हो, is main verb को रूपमा आएको छ. So is लाई यहाँ राख्नु पर्यो. त्यस्तै everything will be sorted out. यो will को नेगेटिभ want हुने भयो र everything भएको भएर it pronoun राख्नु पर्यो. Nothing मा पनि it राख्नु पर्यो. Nothing भनेको नेगेटिभ र ट्याग पोजिटिभ. Was auxiliary verb भएर हामीले was राख्छौं. त्यस्तै गरेर अर्को केस छ हामीसँग अर्को केस one, there, this, that. सब्जेक्ट भयो भने के गर्ने त? यसमा के गर्नु पर्यो, one सब्जेक्ट रूपमा आयो भने one नै राख्ने ट्यागमा. there आयो भने there नै राख्ने. this, that आयो भने it राख्ने. For example हेरौं, one should respect parents. Yes, parentलाई रेस्पेक्ट गर्नुपर्छ भन्ने खालको स्टेटमेन्ट हो यो. one should respect. दाइरी should auxiliary verb भएकोले यहाँ ल्यायौं हामीले अनि one जस्ता तस्तै यता राख्ने र यो पोजिटिभ स्टेटमेन्ट नेगेटिभ ट्याग. shouldn't one. shouldn't he, shouldn't they, shouldn't he भन्ने राख्न मिलेन, one लाई one नै राख्ने. त्यस्तै there आएको छ भने there are many errors in your write up. तिम्रो लेखाइमा धेरै मिस्टेक छ. There are many errors. Errors छन्. Aren't बनाउने किन भन्दा यो नेगेटिभ पोजिटिभ भयो, यसलाई नेगेटिभ भयो. there लाई जस्ता तस्तै there नै राख्ने. त्यसै गरी this, that आएको केसमा this could not be solved any time. could लाई यता ल्यायो अनि this, that नराखिकन it राख्नु पर्यो है त. त्यस्तै गरेर अर्को केस हामीले यो एडभान्स रुल्स लाई कन्टिन्यू गर्दैछौं. Question tags for the imperative sentence. The imperative sentence, what are imperative sentences? Imperative sentences भनेको के हो त? Gives a direct command, request, instruction or advice, typically starting with a verb and having an implied subject of you. यो भनेको command, request, instruction, advice दिने खालका स्टेटमेन्टहरु सेन्टेन्सलाई हामी इम्पेरेटिभ सेन्टेन्स भन्छौं. यसमा खासै यु भन्ने इम्प्लाइड हुन्छ तर डाइरेक्टली त्यहाँ मेन्सन भएको हुँदैन. त्यस्तो केसमा के गर्ने, क्वेशन ट्याग सिधै आँखा चिम्लेर विल यु राख्ने. मतलब कमान्ड आयो, रिक्वेस्ट आयो, इन्स्ट्रक्सन आयो, एडभाइस आयो भने त्यसमा विल यु राख्ने. फर एक्जाम्पल स्ट्यान्ड अप भन्ने एउटा कमान्ड छ अथवा अर्डर छ भने सिधै विल यु राख्ने. डु नट मेक नोइज, डोन्ट मेक नोइज यो नेगेटिभ छ. नेगेटिभ हुँदाखेरि पनि विल यु राख्ने, पोजिटिभ हुँदाखेरि पनि विल यु नै राख्ने. प्लिज लिसन केयरफुली द रिक्वेस्ट हो, लिसन केयरफुली विल यु भनेपछि हामीले कमान्ड, रिक्वेस्ट, इन्स्ट्रक्सन, एडभाइसहरु आउँदाखेरि के गर्नु पर्यो, एकदमै सजिलो छ यसको रुल, विल यु राख्दिने. प्लिज गेट आउट भन्दाखेरि विल यु हुनु पर्यो. प्लिज डोन्ट एन्टर हुँदाखेरि पनि विल यु नै हुनु पर्यो. नेगेटिभ पोजिटिभको रुल यसमा लाग्दैन, सिधै यो इम्पेरेटिभ सेन्टेन्सेसको केसमा विल यु राख्दिने है त. त्यस्तै अर्कोको कुरा गरौँ. अर्को छ हामीसँग फर लेट. स्टेटमेन्ट्स अथवा सेन्टेन्सेसहरु लेटबाट सुरु भएको छ भने के गर्ने त?
लेट्स दुईटा केस छ यसमा लेट्स र let him, let her, let it, let them, let us, let Ram and Sam यस्तै अन्य हुन सक्छ दुई थरी छ यसमा यस्तो केसमा के गर्ने त क्वेशन ट्याग लेट्स भयो भने shall we राख्दिने त्यस्तै let मात्र भयो जस्तो मतलब let him, let her, let it, let them, let us, let Ram and Sam भन्ने खालको आयो भने will you राख्दिने apostrophe s हुँदाखेरि shall we राख्ने अनि नहुँदाखेरि will you राख्ने for example let's go to meet him now let's go भनेको जाम न त भनेर अफर गरेको त्यही भएर shall we राख्ने let's go to play let's play let's run भन्दाखेरि shall we हुन्छ भने let him let them not speak भन्दाखेरि will you हुन्छ मतलब let मात्र हुँदाखेरि will you गर्ने let पछि जेसुकै होस् त्यसमा will you नै राख्ने नेगेटिभ पोजिटिभले यसमा कुनै असर गर्दैन त्यो रुल यसमा लाग्दैन सो लेट्स गो भन्दाखेरि shall we भयो जाम न त shall we भयो let him भनेको यो चाहिँ के हो भन्दाखेरि एउटा रिक्वेस्ट गरेको let him not speak will you let them conclude the program first will you let them let him let Ram let them let us भन्दाखेरि will you है त त्यस्तै गरेर अब अर्को के त्यस्तै गरेर भाइ बहिनीहरू अब अर्को केस रहेको छ क्वेशन ट्याग्स फर स्टेटमेन्ट्स विथ टु क्लजेस सेन्टेन्समा दुईटा क्लजेस छन् जस्तो कि यसमा हेर्न सकिन्छ क्लज 1 आई थिंक आई बिलिभ आई सेड क्लज 2 सी वान्ट्स टु टेक रेस्ट यस्तो खालको सेन्टेन्स फर इक्जाम्पल हेरौँ एकचोटि फेरि आई थिंक सी वान्ट्स टु टेक रेस्ट I believe she wants to take rest. I said she wants to take rest. यस्तो दुईवटा क्लजेसहरू भएको स्टेटमेन्ट्सहरूमा कसरी क्वेसन ट्याग राख्ने त यहाँ रुल अलरेडी डिस्प्ले भएको छ रुलमा सी क्लज 2 क्लज 2 लाई प्रायोरिटी दिने क्लज 1 लाई इग्नोर गर्ने क्लज 2 लाई प्रायोरिटी गर्ने दिने र त्यसै अनुसार हामीले फर्स्ट भिडियोमा भने जस्तै तीनवटा स्टेप युज गरेर क्वेसन ट्याग यसमा राख्दिने फर एक्जाम्पल हेरौँ एक्जाम्पलमा आई थिंक सी वान्ट्स टु टेक अ रेस्ट डजन्ट सी अब मैले आई थिंकलाई पुरै इग्नोर गरिदिएको छु र यसमा हामीले सी वान्ट्स टु टेक अ रेस्टलाई हेरेर ट्याग राख्छौँ अब यसमा रुललाई याद गर्ने हो भने हामीले सबभन्दा पहिला के रुल युज गर्छौँ भन्दाखेरि फाइन्ड एक्जुलरी भर्ब छैन यसमा त्यसैले हामीले मेन भर्बलाई हेरेर वान्ट्स V5 भयो भने डज राख्ने भनेर मैले फर्स्ट भिडियोमा भनेको थिएँ त्यही रुल यहाँनिर ठ्याक्कै राख्ने डज अब यो सी वान्ट्स टु टेक रेस्ट पोजिटिभ भयो यसलाई नेगेटिभ बनाएर एन एपोस्ट्रोफी टी राख्दिने त्यस्तै सी यसको प्रनाउन भयो यहाँनिर राख्दिने त्यसरी हामीले यस्तो दुईटा क्लज भएको सेन्टेन्सेसमा के गर्ने सेकेन्ड क्लजलाई ध्यान दिएर त्यसै अनुसार ट्याग राख्ने क्वेसन ट्याग राख्ने जस्तो सेकेन्ड एक्जाम्पल सी सेड दे वुड हेल्प मी लाई हेर्ने र वुडन्ट दे यो पोजिटिभ यो नेगेटिभ त्यस्तै आई डोन्ट बिलिभ सी कुड सक्सिड कुड यो एक्जुलरी भर्ब भयो यो कुडलाई यहाँ राख्यौँ र सी यसको सब्जेक्ट भयो सी राख्दिउँ यसले हामीले किन पोजिटिभ बनायौँ किन भन्दाखेरि यो सेन्टेन्स नेगेटिभमा छ आई डोन्ट बिलिभ नेगेटिभ भएको भएर यसलाई हामीले यसरी क्वेसन ट्याग राख्छौँ यसरी हामीले आजको भिडियोमा एडभान्स रुल्सहरूको बारेमा क्वेसन ट्याग कसरी चाहिँ राख्ने भन्ने हामीले आज डिस्कस गर्यौँ म एकदमै आशावादी छु भाइ बहिनीहरूले पहिलो भिडियो र यो दोस्रो भिडियोबाट क्वेसन ट्याग्सको बारेमा डिटेलमा जानिसक्यौ र अब एसईमा यो क्वेसन ट्याग्सको जुनसुकै जस्तोसुकै क्वेसन आए पनि गर्न सक्नेछौ र यसको मार्क्स सिक्योर गर्न सक्छौ भन्ने म आशावादी छु र आजको भिडियो यति नै यो भिडियोलाई लाइक कमेन्ट र सेयर गर्न त्यस्तै सब्स्क्राइब गरेको छैनौ भने सब्स्क्राइब गर्न नभुल्नुहोला है त अर्को भिडियो चाँडै नै आउनेछ